बन्द भएका 30,000 बढी सामुदायिक विद्यालय सञ्चालन हुने भएको छ। सडकमा आन्दोलनरत शिक्षकले सरकारसँग वार्ता गरेपछि 28 दिनदेखि चलेको आन्दोलन स्थगित भएको छ। सरकार र शिक्षकहरूबीच 15 असारभित्र विद्यालय शिक्षा ऐन 2082 जारी गर्ने सहमति जुटेको हो। गत 20 चैतदेखि चलिरहेको शिक्षक आन्दोलनका माग सम्बोधन गर्ने क्रममा सरकार र सत्तासीन राजनीतिक दलहरूले आगामी 15 असारभित्र नयाँ विद्यालय शिक्षा ऐन 2082 जारी गर्ने सहमति भएको हो। यो सँगै शिक्षक महासङ्घले शैक्षिक हडताल स्थगित गरेको छ। यस्तै यता सरकारलाई शिक्षकको माग पूरा गर्न 8 अर्ब आर्थिक भार बढ्ने भएको छ। सरकार र शिक्षक महासङ्घबीच भएको वार्तापछि शिक्षा मन्त्री रघुजी पन्तले शिक्षकको माग पूरा गर्न 8 अर्ब दायित्व पर्ने बताएका थिए।